नेपाल यत्रो दिव्य तीर्थ र त्यहाँमाथि काठमाडौँ त अझ मन्दिरको सहर भनिन्छ। यस्तो ठाउँमा भगवानको दिव्य सदिक्षा प्राप्त भएर अनि त्यसपछि बाल्यकाल नै थियो, बाल्य अवस्था नै थियो, साधु नै बनियो भने अनि त्यसपछि मन्दिरै बनाइयो भने काठमाडौँमा बद्रीधाम बन्छ भन्ने चाहिँ भित्री सङ्कल्प त्यहीँ बसेर बद्रीनारायणमै आयो। कार्यक्रम पछि अनि मलाई नेपालमै केही गर्नु पर्यो। वृथा वृष्टि समुद्रेषु वृथा तृप्तेषु भोजनम, धेरै अगाकालाई खुवाउनु बेकार छ, समुद्रमा पानी पार्नु बेकार छ। र त्यो बद्रीधाममा बसेको त्यो सङ्कल्प पनि फेरि पुनर्जागरण भयो। ओहो, त्यहाँ त धेरै मन्डी छ त भारतमा, कमसेकम आफू जन्मेको देशमा केही भयो भनेदेखि आध्यात्मिक शून्यता, मरुभूमि अनि भौतिकताको चरम सुखतिर उन्मुख भएको यो समाजलाई एउटा दिव्य रूपान्तरण पनि हुन्छ र भगवानको दिव्य स्थान पनि बन्छ भन्ने चाहिँ कता कता लाग्यो। आखिर हामी नेपाली 90-92% हिन्दू बसेको देशमा 4 धाम भनेर सबैको ठुलो इच्छा हुन्छ। त्यही बिचमा सिक्किममा भएको 4 धाम पनि निर्माणमा र त्यहाँको प्रतिष्ठामा जाने अवसर मिल्यो, त्यहाँबाट नि प्रेरणा भएको थियो।